हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। म चाहिँ हो सरु लामा। अहिले चाहिँ बट्टीपुमा आएको छु मेरो काम सकाउनको लागि। अहिले काम सकाएर घर जाने बेला भेट्छस्। बाई बाई गाइज, सब्सक्राइब गरिदिनु होला है गाइज। अहिले चाहिँ हाम्रो काम सकेर घर जाँदैछौँ। अब घरमा गएर भेट्छ साथीहरूलाई चाहिँ हामी भाइलाई लिन गएर घर जाँदैछौँ। मेरो भाइ चाहिँ उता कुदिराख्नु भएको छ है गाइज। अहिले चाहिँ हामी घर जाँदैछौँ। अहिले चाहिँ हामी दिदीकोमा जान लागिरहेछौँ। अनि हजुरलाई कस्तो लागिरहेछ त? अनि हजुरलाई स्कुलबाट छुट्टी आउनु पाउँदा कस्तो लागिरहेछ? हामी भर्खर दिदीकोमा आइपुगेको छौँ गाइज। अब चाहिँ हामी दिदीकोबाट निस्केर घुम्न जान लागिरहेछौँ। अब नारायणथान घुम्न जान लागिरहेछौँ। त्यहाँ गएर भेट्नेछौँ। बाई बाई गाइज। हामी चाहिँ इस्कन टेम्पलमा आइसक्यौँ। हेर्न सक्नुहुन्छ हाम्रो फ्यामिलीहरू। हाम्रो बाजेलाई नै हेर्नु। हाई गरिदिनु बाजे, यसो गर्नु न। हाई गाइज। हामी चाहिँ यहाँ स्ट्याचु हेर्न आएको। तर कस्तो लागिरहेको छ स्ट्याचु हेर्नु पाउँदा? ल गाइज हेर्न सक्नुहुन्छ हाम्रो भाइ चाहिँ यसरी चढिराख्नु भएको छ। माथि नचढ्नु भगवान ठाउँमा। अनि बाजे पनि हेरिराख्नु भएको छ के होला यो भनेर। हाम्रो दिदीलाई कस्तो लागिरहेछ स्ट्याचु हेर्नु पाउँदा? चस्मा हेर हामी चाहिँ रसमलाई के अरे रसमलाई ट्राई गरिरहेको ट्राई गर्न लगाएको छ है। मिठो हुन्छ है। तर कस्तो लाग्यो टेस्ट भन्दै भन्न? कस्तो खाने हो तर? गाउँ गाउँ खान्छ नि। यहाँ सोधिरहेको छु। खाने बेला बोल्नु हुँदैन क्या? कस्तो क्रिमी है। मजा खाने त किन खान्छौ? लोभी त किन मखाउँछ? बाजेको दा ए बाजेले टोक्ने पो खाउला फेरि हामीलाई घुम्नु खाइदियो। गत्त भयो अरे। मिठो हुन्छ नि। के नमिठो एउटा गेडाको सही मिठो हुन्छ उसले खाना। गाइस मेरो भाइले चाहिँ आइसक्रिम खाँदैछ। कस्तो लाग्यो त हजुरलाई आइसक्रिम खाँदा? धेरै पछि खानु पाउँदा जाडो महिना। यता देखाइदिनु नि हजुरको आइसक्रिम। अनि उनीहरू चाहिँ हेरिराखेको छ मेरो भाइले खाएको। हामी त उयो रसमलाई खाएको नि त। उनीहरू चाहिँ उहाँ चाहिँ हेरिराख्नु भएको छ। बाजेको नै खाइसक्नु भयो। मिठो लाग्यो हजुरबा? फेरि फेरि खानुहुन्छ कि हुँदैन त? ल गाइस अब चाहिँ हामी जान्नको। हामी चाहिँ भर्खर घर आउँदैछौँ। उयो चाहिँ बच्चाले जस्तो हर्लिक्स खाँदै हिँड्छौ। अनि उहाँ चाहिँ बेहुली लजाउँछ जतिखेरै लजाको लजा। किन लजाउनु भएको होला हजुर भनिदिनुहोस्। हामी घर गएको ल गाइस। बाई बाई। अब सी यू इन नेक्स्ट टाइम। नेक्स्ट भिडियो कस्तो नेक्स्ट टाइम यसरी सोध्छ अनि एन्सर दियो भने